सो हे गाइस आजको भिडियोमा चाहिँ हामीले चाहिँ व्हाट इज क्लोजर्स इन जीएस भनेर पढ्न जाँदैछौँ। यो चाहिँ एकदमै इजी छ बुझ्ने भने चाहिँ त्यस्तो केही गाह्रो छैन। क्लोजर्स इन जीएस भनेको के भन्दा चाहिँ हाम्रो चाहिँ हामीले चाहिँ फङ्सन बनाइन्छ, ठिक छ। सबभन्दा सुरुमा यो मैले कोडै गरेर देखाइदिन्छु, त्यसपछि म एक्सप्लेन पनि गर्छु है त। लेट्स चाहिँ मैले एउटा चाहिँ फङ्सन बनाएको छु, सौरभ नामको एउटा चाहिँ मैले फङ्सन बनाएको छु, ठिक छ। अनि यो भित्र चाहिँ मैले एउटा भेरिएबल बनाएको छु, लेट ए इक्वल टु 10, ठिक छ। अब चाहिँ यो सौरभ भन्ने फङ्सनले चाहिँ अर्को फङ्सन रिटर्न गर्छ, लेट्स से त्यसले चाहिँ अब सौगात भन्ने फङ्सन रिटर्न गर्छ, ठिक छ। अब सौगातमा चाहिँ मैले के गर्छु भन्दा चाहिँ कन्सोल डट लग ए यहाँ ए लेख्छु है त। ए को भ्यालु चाहिँ मैले के गर्छु भन्दा चाहिँ रिटर्न यहाँ फङ्सन लेख्नु पर्यो नि है, रिटर्न फङ्सन। लेट्स चाहिँ सौगात पनि नलेर मैले छोडिदिएँ यसलाई पनि। यसले चाहिँ के गर्छ भन्दा चाहिँ एउटा अर्को फङ्सन रिटर्न गर्छ, ठिक छ, ठिक छ। यहाँ अब यतिसम्म बुझ्नुहोस् कि मैले चाहिँ एउटा सौरभ फङ्सन बनाएको छु। त्यो सौरभ फङ्सनमा चाहिँ भेरिएबल के छ भन्दा चाहिँ लेट ए इक्वल टु 10 छ। यस ए भेरिएबल क्रिएट गरेको छु जसको भेल्यु चाहिँ कति छ, 10 छ। अनि फेरि त्यो सौरभले भन्ने फङ्सनले चाहिँ अर्को फङ्सन रिटर्न गरेको छ। अनि त्यो फङ्सनले चाहिँ के गरेको त्यो फङ्सनभित्र चाहिँ मैले ए को भ्यालु चाहिँ कन्सोल गरेको छु, ल ठिक छ। अब यहाँ मैले के गर्छु भन्दा चाहिँ अब सौरभ फङ्सनलाई चलाउँछु, ठिक छ। सौरभ फङ्सनलाई मैले यहाँ चाहिँ चलाएको छु। अब सौरभ फङ्सनले के गर्छ, यसले चाहिँ फङ्सन रिटर्न गर्छ, ठिक छ। यो भित्र त केही छैन नि त, सौरभ फङ्सनभित्र भेरिएबल मात्रै छ। यसले चाहिँ अर्को फङ्सन रिटर्न गर्छ। अब त्यो रिटर्न गरेको फङ्सनलाई चाहिँ मैले एउटा कुनै भेरिएबलमा राख्नुपर्छ। लेट्स चाहिँ मैले एबिसी भन्ने भेरिएबलमा राखेको छु त्यो रिटर्न गरेको फङ्सनलाई चाहिँ। अब जब पनि मैले एबिसी चलाउँछु, अब एबिसी चलाउनुको मतलब यो भित्रको फङ्सन, यो फङ्सनलाई चलाउनु हो। यो फङ्सन चलेपछि के हुन्छ, ए को भ्यालु प्रिन्ट हुन्छ। र तपाईँले के लाग्छ ए को भ्यालु के आउँछ होला त्यो फङ्सनमा, एकचोटि चेक गरौँ है त। कता छ, 10 आएको छ है त। अब यहाँ बुझ्नुहोस्, यहाँ के भएको छ भन्दा चाहिँ यो सौरभ भन्ने फङ्सन त हाम्रो यहाँ चलिसकेको छ, यस चलिसकेको छ। अनि यसले चाहिँ अर्को फङ्सन रिटर्न गरेको छ। सौरभ भन्ने फङ्सन चाहिँ चलेर एक्जिक्युट भएर भइसक्यो, यस। तर पनि यो हाम्रो भित्रको फङ्सनले चाहिँ यो ए को भ्यालु चाहिँ स्टिल रिमेम्बर गरेको छ क्या। त्यो सौरभ भन्ने फङ्सन चलेर भइसक्यो, एक्जिक्युट गरेर भइसक्यो, तर पनि त्यो ए को भ्यालु चाहिँ हाम्रो यो भित्रको इनर फङ्सनले चाहिँ रिमेम्बर गरेको छ। अनि यो नै क्लोजर्स हो कि, यसलाई नै क्लोजर भनिन्छ जीएसमा चाहिँ। र यस्तै खालको भिडियोको लागि चाहिँ मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला है त।